सो फाइनली अहिले चाहिँ होइन सो सबै झिकेर मैले हेलो नमस्ते नमस्कार यहाँ सबैजनालाई सो के छ हजुरको हालखबर लङ टाइम आफ्टर सो नयाँ भिडियोको साथ आइसकेको छु म है सो यहाँहरूमा छ है महिना वर्षौँ भइसकेको छ होइन सो भिडियो नआएको सो आज चाहिँ हामी होइन के गर्छौँ कहाँ जान्छौँ भनेर चाहिँ भन्दिनँ है सो आजको स्पेसल भिडियो चाहिँ होइन के हुनेवाला छ भने सो आज फाइनल्ली है सो मैले चाहिँ होइन सो आइफोन 17 प्रो म्याक्स है किनेको छु सो हजुरहरूले देख्न सक्नुहुनेछ है सो यो चाहिँ 1 TB को है सो जुन चाहिँ होइन 2 लाख कति 64,800 को है अनि त्यसै गरी छ है यो कभर भयो 9.5 को कभर भयो है हेर्नु होला है सो त्यसै गरी रहेको छ है सो यो टेम्पोरेरी ग्लास है यो जुन 4500 को अनि त्यसै गरी यो चार्जर छ होइन लगभग 5,000 को चार्जर है 6,000 को है अनि छ यो पछाडिको होइन क्यामेराको ग्लास हो है देख्न सक्नुहुन्छ यो चाहिँ छ कति होइन 3,000 को ग्लास हो है सो त्यही हो सो अब हजुरहरूले म होइन खोलेर होइन लगाएर सबै होइन सो देखाउनेछौँ है सो हेर्दै जान लाग्छु है सो फाइनली अहिले चाहिँ होइन सो सबै झिकेर मैले यस्तो अब टक्क के भन्नु अब सब खोलेर होइन देखाउन लाग्दैछौँ है सो हेर्दै जानु होला सो हजुरहरूले सो यो यति हो है सो अहिले चाहिँ है सुरुमा चाहिँ होइन सो यहाँ आइफोनबाट है के भन्छ खोल्छु है म है अच्छा देख्न सक्नुहुन्छ है सो सुरुमा है सो फाइनली सो देख्न सक्नुहुनेछ है सो यही रहेको छ है सो योसँग चाहिँ एउटा केबल मात्रै पाउँदो रहेछ है सो जुन चाहिँ यो केबल है हजुरहरूले देख्न सक्नुहुन्छ है सो केबल है सो यही हो सो गोल्ड होइन है सुन्तला कलर है सो अरेन्ज कलर है सो हेर्नु होला है सो यही हो सो फाइनली ओके सो फाइनली है सो फोनको चाहिँ के भन्छ अनबक्सिङ गरिसकेँ मैले है सो देख्न सक्नुहुनेछ है सो त्यसै गरी नेक्स्ट है सो म के गर्न जाँदैछु भने सो कभर लाउँदैछु है यो भयो ग्लास है अगाडिको टेम्पोरेरी ग्लास भयो है जुन चाहिँ कहाँबाट खोल्छ हौ यहाँबाट हो क्या ओपन भइरहेको छ है यहीँ हो के अरे के जुन चाहिँ मैले भिडियो हेरिसकेको छु है यो कसरी के गर्ने भनेर कति सेकेन्ड राख्ने भनेर भनेको छ हौ यो के हो क्या नि हो यो यत्तिका ए यो यस्तो एकछिन वेट यो छ सो फाइनली सो है फोन राख्न जाँदैछौँ है के भन्नु अब यो ट्याक्कै
के मिल्यो कि मिलेन भन्ने कुरा हो है सो यो झिक्नु पर्ने हुन्छ है सो फाइनल्ली सो त्यसै गरी हैन सो अब चाहिँ खानामा लाग्दैछौँ है सो पछाडिको ग्लास भयो है ओके टेरोस ओके सो अहिले चाहिँ हैन सो यो लाउन जाँदैछौँ है ओके ओके केही लगाएको जस्तो नि देख्दैन है सो दामी छ है सो फाइनल्ली है सो म कभर गर्न जान लाग्दैछु है सो ग्लास चाहिँ बिग्रियो है सो गाइज है अगाडिको यो ग्लास लाउनु चाहिँ मैले अलिक के भन्छ मिस्टेकली हैन सो के भन्छ कागजभित्रै च्यातिएर बस्यो हैन सो बिग्रियो सो स्याड है यत्रो महँगो ग्लास किनेको थिएँ तर राम्रोसँग लागेको छैन हल्का यस्तो यो के भन्छ त्यो बब के भन्छ यो के अरे बेल्नु त देखिरहेछ क्या के भन्छ त्यो देखिरहेछ है सो स्याड है के भन्नु अब गाह्रो छ जिन्दगीमा च्यात्दै जाँटो यस्तो रिस उठिरहेको छ मलाई त हौ सो यही हो यो चाहिँ कभर है सो फाइनल्ली सब च्यादिनु हो म त च्यादिन्छु हौ म त रिस उठ्छ हौ अति साह्रो सो ओके ओके यो भयो कभर भयो है सो ओके फाइनल्ली सो यो अब चाहिँ खोल्छ त म सो फाइनल्ली है सो गाइज मेरो अनबक्सिङ भिडियो चाहिँ सो सकिसकेको छ है सो यति नै हो सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो है सो यदि च्यानल सब्सक्राइब गर्नु भएको छैन भने है चाहिँ यो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्दै है सो आजको लागि बाई बाई